सबैलाई छड्के सलाम। म प्रेम घिमिरे। मेरो भिडियोमा हजुरलाई स्वागत छ। साथीहरू, यस भिडियोमा हजुर नयाँ हुनुहुन्छ भनेदेखि साथीहरू भिडियो अन्तिमसम्म हेर्नुहोला। आज धुर्मुसको विषयमा कुरा गर्न गइरहेको छु। साथीहरू, धुर्मुस को हुन् त? धुर्मुस कहाँबाट आएको थिए र धुर्मुसलाई आज यति धेरै समस्याहरू किन भइरहेको छ भन्ने विषयको कुरा गर्नेछु। साथीहरू, भिडियो अन्तिमसम्म हेर्नुहोला। साथीहरू, आज भोलि धुर्मुसको जताततै सोसल मिडियाभरि उनकै मात्रै चर्चा छ। साथीहरू, कतिपय युट्युबरहरू, फेसबुक क्रिएटरहरूले उसलाई राम्रोसँग पोस्ट गरेका छन् भने कतिहरूले नराम्रो तरिकाले पोस्ट गरेका छन्। साथीहरू, आज धुर्मुस धेरै समस्यामा परेछन्। आज उनी ऋणले गर्दाखेरि बौलाउनु या डिप्रेसनमा जानु पर्ने अवस्था जस्तो भएको छ। साथीहरू, जताततै उसको निराशावादी फेसहरूको फोटो मात्रै देखिरहेको छ। साथीहरू, भिडियो सुरु गर्नु भन्दाखेरि अगाडि म एउटा कुरा हजुरहरूलाई के सम्झाउन चाहन्छु भनेदेखि आजभन्दा लगभग 10-15 वर्ष अगाडि उनी एउटा हास्य श्रृङ्खला मेरी बासेमा काम गर्दै आएका थिए। साथीहरू, तपाईँको उमेर आज 20 देखि 25 वर्षको हुनुहुन्छ भनेदेखि तपाईँलाई पनि पक्कै थाहा होला। साथीहरू, एकचोटि याद गर्नुहोस् त त्यो पल जुन समयमा मानिसहरूको घरमा टिभीहरू नहुँदाखेरि उनको भिडियो हेर्नको लागि वा मेरी बासे हेर्नको लागि हामी कति तडपिन्थ्यौँ। र जब हामी मेरी बासे हेर्नको लागि हामी सुरु गर्थ्यौँ या मेरी बासे हेर्थ्यौँ, त्यतिखेर हामीले आफ्नो सम्पूर्ण पीडाहरू, सम्पूर्ण दुःखहरू, सम्पूर्ण हाम्रो व्यथाहरू बिर्सेर हामी चाहिँ हाँस्नेतिर वा मनोरञ्जन लिनेतर्फ लाग्थ्यौँ। साथीहरू, त्यतिखेर हामीलाई उनले निकै हँसाएको थिए, निकै उनले हामीलाई सान्त्वना दिएको थिए। त्यतिखेर एउटा आजभन्दा 15 वर्ष अगाडि त्यतिखेर चाहिँ प्रत्येक घरमा टिभी नहुने गर्थ्यो, प्रत्येक घरमा मोबाइल नहुने गर्थ्यो। त्यस्तो अवस्थामा त्यस्तो जमानामा अलिक मान्छेहरूलाई समस्या पनि थियो, दुखी मान्छेहरू धेरै थिए, पैसा नहुने मान्छेहरू धेरै थिए। त्यस्तो अवस्थामा मान्छेलाई धेरै तनाव भएको बेलामा पनि उनको भिडियो हेर्दा चाहिँ मान्छेहरू रमाउने गर्थे, हामी रमाउने गर्थ्यौँ। त्यतिखेर उनको भिडियो हेर्दाखेरि हामीलाई धेरै सान्त्वना, धेरै मनोरञ्जन लिए जस्तो हुन्थ्यो। त्यतिखेर हामी चाहिँ आफ्नो सम्पूर्ण दुःखहरू, सम्पूर्ण कष्टहरू, सम्पूर्ण व्यथाहरू, सम्पूर्ण पीडा समस्या सबै बिर्सेर चाहिँ उनको भिडियो हेरेर चाहिँ हामी चाहिँ मुस्कुराउन लाग्थ्यौँ, मनोरञ्जन लिन लाग्थ्यौँ र धेरै हाँस्ने गर्दथ्यौँ। तर साथीहरू, आज उनलाई पीडा परेको छ, उनलाई समस्या परेको छ। साथीहरू, आज उनलाई समस्या परेको बेलामा चाहिँ हामी के गर्दैछौँ त भन्दाखेरि कतिपय उहाँको एउटा पोजिटिभ वा सकारात्मक साथीहरू, सकारात्मक फ्रेन्डहरू चाहिँ उहाँको पक्षमा बोल्नु हुँदैछ वा राम्रो तरिकाले उहाँको न्युज पोस्ट गर्नुहुँदैछ भनेदेखि कतिपय नकारात्मक फ्रेन्ड वा साथीहरूले चाहिँ उसको नेगेटिभ तरिकाले चाहिँ फोटो भिडियोहरू पोस्ट गर्नुहुँदैछ। साथीहरू, यस्तो गर्नको लागि चाहिँ म हजुरहरूलाई अनुरोध गर्दछु, यस्तो नेगेटिभ भिडियोहरू वा यस्तो नचाहिने न्युजहरू चाहिँ नहालिदिनुहोस्, उहाँको पनि इज्जत छ। साथीहरू, म भिडियो मार्फत हजुरहरूलाई के गराउन चाहन्छु भनेदेखि साथीहरू, उहाँलाई आज धेरै पीडा, धेरै समस्यामा हुनुहुन्छ। साथीहरू, यदि यो भिडियो धुर्मुसको पैसा आउनुपर्ने जुन ठाउँबाट उसको पैसा निकासा हुनुपर्ने थियो, जुन 12 देखि 15 करोड जुन सरकारले उहाँलाई छुट्टाएको भन्ने छ, यो पैसा यदि तपाईँहरू कसैले जुन दिनुपर्ने मान्छे वा सम्बन्धित मान्छेसँग पनि यो भिडियो पुग्यो भने उहाँको काम सक्दोभन्दा सक्दो छिटो मिलाइदिने प्रयास गर्नुहोला। र यदि हामी जुन पब्लिक छौँ, उहाँको भिडियो वा उहाँको जुन मेरी बासे हेरेर रमाएका जति पनि हामी साथीहरू थियौँ, हामी चाहिँ एकजुट भएर एकचोटि उहाँलाई साथ सपोर्ट वा उहाँलाई एउटा केही सहयोग गर्न सकिन्छ भनेदेखि पनि हामी एकजुट हौँ। साथीहरू, म चाहिँ उहाँको पक्षमा छु। साथीहरू, यदि तपाईँहरूलाई पनि के लाग्छ, उहाँलाई सहयोग गर्दा राम्रो होला कि सहयोग नगर्दा राम्रो होला? साथीहरू, हामी सबैले एउटा जमानामा जुन क्रिकेट रङ्गशाला बनाउने भनेर योजना थियो, त्यतिखेर हामीले एकचोटि सहयोग त गरेकै हो। तर पैसा धेरै मोटो रकम, धेरै ठुलो यानि क्षमताभन्दा पनि बाहिरको रकम भएको कारणले गर्दाखेरि त्यो रङ्गशाला चाहिँ पुरा हुन सकेन। त्यसैले गर्दाखेरि त्यो रङ्गशाला सम्पन्न नभएको कारणले उहाँ ऋणमा डुब्नुभयो र त्यो रङ्गशाला सरकारलाई हस्तान्तरण गरी सरकारबाट ऋण लागेको पैसा चाहिँ सरकारले नै तिर्ने भनेर एउटा एग्रिमेन्ट भएको थियो। त्यो एग्रिमेन्टको बाबत पैसा पनि आएको, तर धुर्मुससँग चाहिँ नपुगेको कारणले गर्दाखेरि उहाँ चाहिँ अहिले यस्तो अवस्थामा, यानि यस्तो बिजोग अवस्थामा देखिएको छ। त्यसैले साथीहरू, म एउटा कुरा के भन्न सक्छु भनेदेखि तपाईँहरूलाई हामीले सहयोग या उहाँलाई मनोबल सहयोग नै नगरे पनि उहाँलाई सहयोग गर्नुपर्छ भन्दैमा उहाँलाई पैसा दिएर सहयोग गर्नुपर्छ भन्ने पनि होइन। हामीले उहाँलाई सल्लाह सुझाव दिएर पनि सहयोग गर्न सक्छौँ, उहाँको मनोबल बढाएर पनि हामीले सहयोग गर्न सक्छौँ। साथीहरू, तपाईँहरूले
पैसा दिएर सक्नुहुन्न भने पनि सहयोग कसरी गर्ने भन्ने म सिकाउँछु साथीहरू। तपाईँले सहयोग यही भिडियोलाई सक्दोभन्दा सक्दो सेयर गरेर, सक्दोभन्दा सक्दो लाइक गरेर वा सक्दोभन्दा सक्दो सब्सक्राइब गरेर चाहिँ उहाँलाई सहयोग गर्न सक्नुहुन्छ। कसरी भन्दाखेरि तपाईँसँग पैसा नहोला, तपाईँसँग बुद्धि विवेक नहोला, तपाईँसँग बोल्ने क्षमता नहोला, तर तपाईँले सेयर गरिदिनु भयो भने, तपाईँले सब्सक्राइब गरिदिनु भयो भने, तपाईँले लाइक गरिदिनु भयो भने तपाईँको साथीसँग पनि यो भिडियो पुग्छ। त्यसैले तपाईँको क्षमता त्यस्तो क्षमता नभए पनि तपाईँको साथीले गर्न सक्छ र साथीले गरिदियो भने र साथीले पनि उहाँलाई मनोबल एउटा दिने, एउटा केही आइडिया दियो भने पनि उसले गरेको सहयोग पनि तपाईँको सहयोग जस्तै हो, किनभने त्यो सहयोगको सुरुवाती तपाईँ हो। त्यसै कारणले गर्दाखेरि तपाईँको पनि भिडियो लाइक सब्सक्राइब सेयर गरिदिनु भने तपाईँको पनि ठुलो चाहिँ सहयोग मिल्नेछ। साथीहरू भिडियो कस्तो लाग्यो मैले जानेको र मनमा लागेको इच्छा बोलेको हुँ र भिडियो मन परेदेखि